हेलो गाइस एभ्रिवान गुड मर्निङ अनि नमस्ते सबैलाई। हामी चाहिँ घोबामा छौँ अनि घोबामा चाहिँ यसरी सुतिन्छ सबैजना बाहिर। अनि हामी पनि यहाँ सुतेको थियौँ दाइ भाइ चाहिँ यता सुत्नु भइरहेको छ। मैले चाहिँ हजुरआमा बिरामी भएर आएको। हामी चाहिँ उठिसकेको अब एकजनामा पावर चाहिँ यता रहेछ। कति राम्री मैले चाहिँ जुत्ता लगाइसकेँ। बिहानीको मौसम यस्तो छ एकदम बिजोकसँगले बिजोक रमाइलो कस्तो लागिरहेछ सर? कति राम्री फुलजस्ती चिठीका बस्यो माया मन भयो भुतुका। अब हामी गएको गाइस मेरो पाहाड बेङ्गल चाहिँ यता छ। राख्नुपर्ने हुन्छ जस्तो छ। आएर लान्छु। म चाहिँ अब मुख धुन जाँदैछु। मुख धुन जाँदैछु। मेरो दाइ चाहिँ यहाँ बसिराख्नु भएको छ होइन। पर चाहिँ मुख धुने ठाउँ फुको छोरा भान्जा हो मेरो भान्जा। के छ भान्जा? खबर ठिक छ भान्जा? सुताइ कस्तो भयो? ल्याइदिएर आउनुपर्छ। सुताइ कस्तो भयो भान्जा? सुताइ त मच्छरको चरो सुताइ। यहाँ आउनु न म मुख धुन्छु। धुन छिटो। हामी चाहिँ यहाँ मुख धोएर चिया खाना जाने कुरो भइरहेछ। ओके बस। यहाँ चाहिँ दामी फुल फुलेको छ। कस्तो दामी फुलेको है। हाम्रो उमा पनि छ त्यहाँ क्या दामी हो। यो चाहिँ पिपी कोइरालाको मूर्ति हो। यहाँ आउनुहुन्छ उहाँ। धरान अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी चिठीका
हस्य माया जाँदैछौँ हामी। के खाजा खानु रे? रोटी लग्दैन र आमालाई सिल्लो खानु हुन्छ झन्। चियाहरू चिया खानुहुन्छ भनेर अघि छुट्टी खानुभयो ट्याक्सी स्ट्यान्ड धरानको ट्याक्सी स्ट्यान्ड। के खान्छ त के रे भाइ? तेरा त भाइ पिपी सुन्दर बजार अवतरण हुँदैछौँ। हामी चाहिँ यहाँ हजुरआमालाई चिया र सेलरोटी ल्याइदिएर जाँदैछौँ। समोसुटी कुटी खान जाने भएर एकचोटि 3जनालाई बाइकमा हामीलाई पक्रेको थियो। सही भएर खाना भनेर हिँडेको होइन, पुलिसले पक्रिदिएर ल्याङ हानिहाल्यो मामाजीले। अनि हामीलाई चाहिँ फर्किन बाध्य बनाइदिनु भयो चाबी खोजेर होइन। 3जना केही हुँदैन भनेर गएको, त्यही पनि उहाँको जबरजस्तीमा उहाँले अब सबै चिनेको मैले भनेर उहाँ सर अब वरिष्ठ भएर पक्राउनु भयो। ले म पुऱ्याइदियो अरे आउँछु। अब हामी चाहिँ यो पुऱ्याउन जाँदैछौँ। ले म पुऱ्याइदियो अरे आउँछु। अब त्यहाँ के भन्छ होइन, अब हजुरआमालाई अझै डिस्चार्ज दिन्छ कि अझै आइसियूतिर भर्ना गर्नुपर्ने हो कि। हाम्रो बेडहरू चाहिँ यता छ। हजुरआमा चाहिँ यहाँ हुनुहुन्छ। अब आमालाई मैले चिया ल्याइदिएको छु, यहाँ रोटी ल्याइदिएको छु। भाउजू के खाजा खाने? तपाईँलाई पनि चिया चाहिँ ल्याइदिएको छु। हाम्रो भाउजू चाहिँ यता हुनुहुन्छ, मिस्टर गङ्गा भाउजू। अन्त आमा यहाँ सुतिराख्नु भएको छ। आज के जाने भन्नुभयो हो? अनि उपचार नगरी जानु? उपचार नगरी जानु? आज पकाएको निको भएर जानुपर्छ नि। होइन, आज पकाएको भने 2-3वटा त होइन लाग्दैन। टिका लु खानु। बुढी भर्ने कुरो पनि ग्यास्ट्रिक आमाले पकाए जस्तै रहेछ रोटी। उगार्थ्यौँ निकाल्थ्यौँ। खोइ गिलास तपाईँलाई गिलास टोक्न हुँदैछ? दाँत लगाउनु भएको?
कान्छेले किन्दाखेरि त्यो किनेर पैसा लिएको 18,000 आमा बोल्नु अरे रमेश तपाईँहरू माछा खानु खाँदै हुनुहुन्छ है हामीले खाइसक्यौँ हामीले पनि त्यही समोसा खाएको तपाईँ खाएर खानु जानु न मनोज कहाँ छ मनसित नै हुनुहुन्छ 2 घन्टा सुत्छु अब म चाहिँ सिस्टरलाई सोध्छु के भन्नुहुन्छ पारो अहिले त खाएको के रिसार्ज दिनुहुन्छ या फेरि म दुई तिनमा अर्डर गर्नुपर्ने हो कि म सोध्ने अहिले अलिक ठिक हुनुभएको छ आमा हाम्रो आमालाई चाहिँ राति डर लाग्यो अरे लाग्यो कानको लान्छ लान्छन् कि त पुरा माथि सिसिटिभी छ नि हो थाहा भइहाल्छ नि अनि कसले लग्यो के भनेर के रे भाउजू रातभरि उठेर हिँडेको उठ्दै हिँड्नुहुन्छ के आमा नउठ्नु नानी सुत्नु भनेको कि उठ्दै हिँड्नुहुन्छ एकचोटि निद्राले झपझपी भएर क्या कति चाहिँ उठि हिँड्नु हुँदो रहेछ भनेर पट्कामा समातेर निदाएको त हिँड्नुभएको यसरी समाएर त कतिपय हात छोडेर निदाएपछि उठेर हिँड्नुभएको छ आमा त फेरि उठेर ल्यायो नि हिँडेको कहाँ पुग्नु भयो त्यता त्यता यो नभिजाउनु न भन्यो भिजाएको भिजाइ गरेर मुख धोएर आमालाई के मुख धुनु भयो एकैछिन बस्नुहुन्न ऊ अघि लुगा सुगा थन्कान भनेर उति सिरानी सिरानी अब थन्का अब बिदा दिन्छन् भन्नुहुँदैन बिदा अब 8 बजे डक्टर आउँछ अर्को आएर अब कतिवटा सुई हान्ने हो हान्दैन रेडी भइसक्यो दुई जोडा के छ 2टा छ हान्दैन अब तपाईँलाई नर्मल भइसक्यो नर्मल भइसकिसक्यो अब हान्दैन सुई चाहिँ अब आउँछ चेक गर्छ आउँछ 8 बजे एक मिनट 8 बजे आउँछ होला नि 10 बजेको खानु त्यति खानु यो नि छोपेर खानु खानु न यति यति खानु त यति यहाँ पनि छ एउटा चिनी मङ्गलाई चाहिँ 7 बजे छ आउँदो मेरो भतिजो चाहिँ बाहिर सुतेको छ अरे हामी त्यसलाई उठाउन जाँदैछौँ होइन बिरामीहरूको यस्तै हो मेरो भतिजो सुतेछ मनोज ए मनोज उज्यालो भयो उठ के त ए सुताइ कस्तो भयो 4 बजी सुतेको 4 बजीसम्म कहाँ गइस् कि गर्लफ्रेन्ड भेट्न गइस् त्यहाँदेखि त 12-1 बजी हिँडेको त्यस्तो हामीसँग सुतेपछि 2-3 घन्टा घुमेको बल्ल तल्ल यो म्याट रहेछ चिया खाने चिया नखाऊ चिया नखाने रे नि भर्खर उठ्नु भएको मस्त निद्रा लागेको निन्द्रा पुग्छ खानु सिरानै ल्याइदिनु पर्छ आमाको त ल्याइदिनु टाउको दुख्छ यस्तो मुन्टो यो हस्पिटलमा चाहिँ एउटा सुत्ने व्यवस्था गरिदिँदै हुन्थ्यो है सबैजनालाई पुरै हले के सुत्ने ठाउँै छैन यार एउटा पुरै एउटा बिल्डिङ सुत्नको लागि नै कति बिजोग हुन्छ मान्छेलाई यार ल हाम्रो ब्लग चाहिँ आजलाई यति नै फेरि अर्को ब्लग बनाउनेछु फर्किँदै गरेको तपाईँहरू हेर्दै गर्नुहोला मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला